आजको वचन रहेको छ फिलिपीको पत्र 4 अध्यायको 4 देखि 7 पदसम्म पढ्नेछौँ र त्यसपछि हामी आजको वचनको सेवामा कुराकानी गर्नेछौँ। प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्दछु आनन्द गर। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्, प्रभु नजिकै हुनुहुन्छ। कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूको बिन्ती परमेश्वरमा जाहेर हो र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूको हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। आमेन। प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्दछु आनन्द गर भनेर पावलले भन्छ। यो वचन चाहिँ किन भनेको भन्दाखेरि जब मण्डलीमा मेलमिलाप भइसकेपछि, मनमुटाप भएका दिदीबहिनीहरू एकतामा आइसकेपछि, मिलाप भइसकेपछि एक अर्का बीचमा आनन्द लिनु महत्त्वपूर्ण छ। यसकारण पावलले मण्डलीलाई भनिरहेको छ कि प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्दछु आनन्द गर। यो दोहोऱ्याइरहेका छन्, दोहोऱ्याउनु चाहिँ कतिपय कुराहरू दोहोऱ्याउने जरुरत छ। यो आनन्द भनेको के हो? आजको वचनबाट सिक्नुपर्ने पहिलो खण्डमा आनन्द गर भन्छ। आनन्द भनेको के हो? आनन्द सुन्दाखेरि खुसी जस्तै लाग्छ, खुसी हुनु जस्तो लाग्छ। खुसी र आनन्दमा अलिकति फरक छ, मैले यहाँ फरक देखाएको छु। खुसी भनेको चाहिँ विशेष गरी यो ह्याप्पिनेस भन्छ नि, आनन्द भनेको रिजोइस अथवा जोय भन्छ। पावलले खुसी हो भनेको छैन, पावलले चाहिँ आनन्दित हो भन्छ, आनन्द गर भन्छ। खुसी चाहिँ बाहिरी कुराहरूबाट तपाईँलाई कसैले पुरस्कार दिएको खण्डमा, उपहार दिएको खण्डमा, बाहिरी कुराहरू तपाईँ राम्रो आदि इत्यादि भएको खण्डमा मान्छेले खुसी हुन्छ। तर आनन्द चाहिँ कुनै चक्लेट पाउँदैमा, उपहार पाउँदैमा आनन्द हुने चिज होइन। आनन्द चाहिँ प्रभुबाट आउँछ, जो परिस्थिति बदलिँदा पनि हराउँदैनन् भन्छ। खुसी क्षणिक हुन्छ, जो छिट्टै बदलिन्छ। आनन्द चाहिँ स्थिर हुन्छ भन्छ, जो मनको गहिराइसम्मै बस्छ भन्छ। खुसी चाहिँ राम्रो भयो भने मात्रै आउँछ। कसैले पैसा दियो भने मात्रै खुसी आउँछ, कसैले खानेकुरा दियो भने मात्रै कहिलेकाहीँ खुसी आउन सक्छ। तर आनन्द चाहिँ दुःखमा, सङ्घर्षमा, एकदमै आँसुको बिचमा पनि आनन्द आउँछ। पावल यतिखेर जेलको कठघरामा हुनुहुन्छ, जेलभित्र हुँदाखेरि पनि पावलले आनन्द गर, म पनि आनन्द गर्दैछु भन्नुहुन्छ। भन्नको तात्पर्य दुःखमा पनि आउँछ आनन्द चाहिँ, सङ्घर्षमा, आँसुमा पनि, बिरामी भएको बेलामा पनि मान्छेलाई आनन्द आउँछ। बेडमा बसिरहे तापनि प्रभुको वचन सुनेर मान्छे आनन्द लिन्छ। एकदमै हस्पिटलको बेडमा पनि मान्छेले आनन्द लिन्छ, तर खुसी लिन सक्दैन। आनन्द भने कारण उसले प्रभुलाई पाएका छन्। प्रभुलाई पाउने व्यक्तिहरूले हस्पिटलको बेडमा आइसियुमा बसेर पनि ताली हात उठाइरहेका हुन्छन्। यो चाहिँ एक किसिमको आनन्द हो, जो दुःखमा, सङ्घर्षमा, आँसुमा, एकदमै चिन्तामा पनि मान्छेमा आनन्द आउँछ। कारण त्यो आनन्द चाहिँ उसले प्रभुबाट पाएका छन् भन्छ। खुसी भावनामा आधारित हुन्छ भन्छ, आनन्द चाहिँ आत्मामा आधारित हुन्छ। खुसी चाहिँ कसैले तपाईँलाई खुसी बनायो भने मात्रै खुसी हुन्छ, तर त्यो खुसी चाहिँ क्षणभरमा मात्रै एकछिन मात्र रमाउँछ भन्छ। तपाईँलाई कसैले दियो, हामीलाई कसैले दिए भने मात्रै हामी खुसी हुन्छौँ। तर आनन्द चाहिँ जीवन परिवर्तन गर्छ, शान्ति, धैर्य, एकदमै मिठो नतिजा चाहिँ ल्याउँछ भन्ने कुरा यो खण्डबाट सिक्छौँ। यसकारण आनन्द भनेको चाहिँ जसले प्रभु पाएको छ, जसले साँच्ची नै परमेश्वरलाई पाएको छ, जसले साँच्ची नै प्रभुलाई चाहिँ पाउनु भएको छ भने त्यो व्यक्तिले चाहिँ आनन्द पाएको छ भन्ने कुरा यसबाट सिक्छौँ।